एनआरएन अर्थात् गैर आवासीय नेपालीहरूको कम्पनीको सेयरमा एउटा गम्भीर भित्री कारोबारको पर्दाफास भएको छ। यसको प्लटिङ यति योजनाबद्ध थियो कि जानकारहरूले यसलाई साउथ इन्डियन थ्रिलर भन्दा पनि दमदार भनेका छन्। त्यसो भए पर्दा पछाडि बसेर यो सबै गेम प्लान बनाउने मास्टरमाइन्ड आखिर को हो त? अनुसन्धानको सुई सोझिएको छ विवादास्पद ब्रोकर सन्दीप जलानको समूहतिर। इनसाइडर ट्रेडिङ भनेको कम्पनीको गोप्य सूचना प्रयोग गरेर गैर कानुनी रूपमा शेयर बजारबाट फाइदा लिनु हो। तर यो खेलमा जलान एक्लै थिएनन्। उनलाई कम्पनीभित्रैबाट कसैले सघाइरहेको थियो र त्यो भित्री मान्छे अरू कोही नभएर एनआरएनकी अध्यक्ष सीताराम थपलिया भएको आरोप छ। उनीहरूको तरिका कस्तो थियो भने जलानले योजना बनाउने अनि थपेलियाले त्यसलाई कार्यान्वयन गर्ने। तर एनआरएनको केस त एउटा सानो अंश मात्रै हो। जलानको समूहमाथि त आरोपको लामै सूची छ, जस्तै अनैतिक कारोबार गर्ने, कृत्रिम रूपमा शेयरको भाउ बढाउने र अरू धेरै अवैध गतिविधिहरू। जलानको लागि यो नौलो कुरा पनि होइन। उनी पहिले नक्कली शेयर प्रमाणपत्रमा दोषी ठहर भइसकेका व्यक्ति हुन्। तर यसपटक भने यो मामिलाले देशका ठूला नियामक निकायहरूको ध्यान खिचेको छ र त्यो निकाय हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जसले अब यसमा हात हालेको छ। अख्तियार प्रमुख प्रेमकुमार राईको निर्देशन एकदमै प्रष्ट छ। अनुसन्धान पारदर्शी र छिटो टुङ्ग्याउनुहोस्। अख्तियारको यो कदमले नेपाल धितोपत्र बोर्ड अर्थात् सेबोनमाथि नतिजा दिनै पर्ने ठूलो दबाव परेको छ। फलस्वरूप सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले कडाभन्दा कडा छानबिन गर्न आदेश दिइसकेका छन्। उनको निर्देशन क्लियर छ, यो काण्डमा जोसुकै संलग्न भए पनि कसैलाई नछोड्नु। के यो घटनाले नेपालको शेयर बजारमा जवाबदेहिता कायम गर्ला त?